मित्रहरू एकैछिन यो भिडियोलाई ध्यान दिएर हेर्नुस्। एकदमै महत्त्वपूर्ण भिडियो छ, तपाईहरुलाई पनि काम लाग्न सक्छ। भिडियोलाई अन्तिमसम्म हेर्नुस् है। के हजुरको बच्चालाई जुका चुर्ना परेर एकदम हैरान हुनु भएको छ? औषधि धेरै गर्नुभयो, दिशा टेस्ट गर्नुभयो, सबै कुरा टेस्ट गरेर हेर्नुभयो, तर बच्चाको जुका चुर्नाले कहिल्यै छोडेन। औषधि कति गर्ने, कति खुवाउने, तर पनि बारम्बार जुका चुर्नाले एकदम दोहोर्याइरहन्छ। बारम्बार औषधि खुवाए पनि दुःख दिइरहेको छ भनेर हजुर हैरान हुनु भएको छ भने सानो घरायसी विधि छ। धेरै जनालाई यस्तो समस्या आइरहेको छ र यो विधि गरेर खुवाउनुस्। हजुरलाई यो जुका चुर्नाले बच्चालाई दोहोर्याएर आउँदैन। धेरै जुका चुर्ना पर्यो भने एलर्जी हुने, बच्चाले जतिखेर पनि कन्याइराख्ने समस्या आउने, घाउ हुने, घाउ बढेर गइरहेको हुन्छ। त्यस्तो समस्याबाट मुक्त पाउनको लागि हजुरले सानो एउटा विधि गर्नुस्। घर बसी बसी गर्ने विधि हो। त्यो विधि हो पुदिनाको रस 2 थोपा 1 चम्चा मुहमा हालेर 3 दिनसम्म बिहान बिहान खाली पेटमा खुवाउने गर्नुस्। हजुरको जुका चुर्ना पुरै निको भएर जान्छ र विचार गर्नुस् हजुरलाई यो जुका चुर्नाले दुःख दिदैन। गरेर हेर्नुस् र त्यो पुदिनाको रसमा मह मिसाएर खुवाइसकेपछि पेट सफा गर्छ र किराको संक्रमण पनि पुरै हटेर जान्छ। गरेर हेर्नुस्। ल मित्रहरू देख्नुभयो, यसरी पनि हामीले समस्याको समाधान गर्न सकिने रहेछ। घरमै बसी बसी पैसाको बर्बादी नगरिकन पनि घरेलु औषधिहरू अथवा घरेलु जडीबुटी झारपातहरू प्रयोग गरेर स्वस्थ बन्न सकिने रहेछ। गरेर हेर्नुस् के छ र, ठिक भइहाल्यो। नपत्याउने खोलाले पनि बगाउँछ भन्छन्। कहिलेकाहीँ कुनै पैसा खर्च गर्नु परेन। गरेर हेर्नुस्। हस् त, यस्तै भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्स्क्राइब, पेजलाई फलो र भिडियोलाई लाइक, कमेन्ट, सेयर गर्न पनि नबिर्सनु। हस् त, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्।